नमस्ते एभ्रीवन अनि ह्याप्पी न्यू इयर। आज चाहिँ हामी आन्टीको घरमा छौँ हैन, नयाँ वर्ष मनाउनको लागि। यहाँ हाँसेको यो खतरा भयो है छल चाहिँ। अन्त नि खतरा छ नि। हामी चाहिँ यहाँ अर्डर के गर्दैछौँ यो भिडियो चाहिँ हैन मेरो दाजुभाइ दिदी बहिनीहरु जो बाहिर हुनुहुन्छ तिनीहरूलाई डेडिकेट गरेर बनाएको है। तपाईहरुलाई पनि ह्याप्पी न्यू इयर सँगै नभए पनि हैन। सबैजनालाई विशेष सिजनल अर्पणलाई अनि सागरलाई अनि अर्को ल यता दुईजना के ह्याप्पी न्यू इयर सबैलाई। सागरलाई पनि भने है मैले भन्नुभयो सागरले जित्दा दुखाउन लु आज चाहिँ खास न्यू इयर चाहिँ भोलि आज चाहिँ इभ होइन हामी आन्टीको मात्र खर्च खाना भान्जाहरू पनि छ नि सागर ए भान्जाहरू पनि छ नि हैन सागर भान्जा र मनोज भान्जालाई पनि है बिर्सेको पो हामीले त नि झन्डै विश गर्ने बिर्सेछ। आज चाहिँ न्यू इयर इभमा चाहिँ आन्टीकोमा होइन, भोलि चाहिँ फेरि हाम्रो घरमा हुँदैछ है। आज होइन हामी के अरे कुखुरा काट्ने मान्छे होइन अङ्कलकोमा काट्न जाँदैछौँ। हाम्रो दाईहरू सबै बिजी छन्, गाह्रो छ हामी केटीहरूलाई। सबै दाइहरू गएकै खेल्नु आज म स्कुटी चलाउने। कुखुरा रेडी हुँदैछ है, हामीले त अङ्कलले चट्टक काटेर रेडी पारिदिनुहुन्छ। यता हाम्रो हुन्छ हाम्रो आन्टी कुखुराको टाउकोलाई सेलाउँदै केलाउँदै चाहिँ होइन एकासी साललाई अब बिदाई गर्दै भन्न त हुन्छ नि हैन के को बिदाई गर्न अब 1 वर्ष बुढो भएको। गाइस हामी मासु काटेर आइसक्यौँ, मासुभित्र छ पानी पर्यो। हजुर चिसो चिसो छ अब के अरे समात्ने आइनु पर्यो। नाइस भ्यू। कप आउनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी घुमाउँछौँ तपाईँहरूलाई। तपाईँहरूलाई हाम्रो कपनको धेरै राम्रो छ। यो खासमा स्कुटर सिक्दैछ है, अलिक मलाई डर लाग्छ। ल अहिले चाहिँ म यहाँ चटपटी पानीपुरी लिन आएको छु होइन हाम्रो प्यारो आन्टीकोमा। प्यारो आन्टीको हस् 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 हुन्छ होइन भन्छ। पानीपुरी चटपटी चाहिँ आइसक्यो। म अगाडि बोलिरहन्छ उठाउँदैन त्यस्तै हो ऊ देखाएको तर उसकोमा मिठो बनाउँछ है आन्टीकोमा अन्त यो बालु खानु 40 रुपियाँ भन्छ ठिकै हो। भाउजूको पालो ह्याप्पी न्यू इयरको अलिक एडिट गरेर राम्रो निकाल। लु आन्टीको पालो अब यो ढिलो हुन्छ भनेर छिटछिटो आएको त। एक्स्ट्रा मनी अब चाहिँ म मासु रेडी फर मासु मोल्नको लागि रेडी हुन्छ। लोकल होइन रहेछ ए यो त भ्लग पो हो त यसरी भनेर क्या लोकल त फ्रिजमा छ अन्त लोकलको त सुप हो क्या कोकोले हेर्नु भएको छ। हामी त अब त मासु खान लगाएको है। तपाईँहरू हेर्दै बस्नु ल। यहाँ चाहिँ अचारको लागि आलु बन्दैछ है, हाम्रो भाउजूले काटिदिनुहुन्छ। कति बजी आउने हो अनि त चाहिँ हाम्रो मैदाईलाई लिनु चाहँदै हुनुहुन्छ यहाँ टेन्सन छ गाह्रो पर्छ। अनि यता चाहिँ हाम्रो आन्टीले छ चिकन बनाउँदै हुनुहुन्छ है। लोकल पनि फेरि भरे चोल जान्छ अहिले हेर्दा मात्रै बोइलर देखेको। म चाहिँ भिडियो बनाइरहेको छु ल, मेरो केही काम छैन अहिले, पछि म भिडियो बनाइरहेको छु। अहिले चाहिँ हामीहरू 4जना छौँ है, सरल भाइ पनि छ होइन। डोमाती मैदाले लिन जानु भएको खै 2 घन्टा भइसक्यो घर आएको, अहिलेसम्म आइपुग्नु भएको छैन। हामी यहाँ बसेछौँ के गर्नु, सबैले छोडेर जान्छ हामीलाई। यस्तै बोल्नु एकलको जिन्दगी एकलकालीको जिन्दगी भनेर क्या। कृपया बाहिर गएको मान्छेहरू छिटाउनु होला, हामीलाई भोक लाग्यो। सबै खाना पाकिसक्यो, बट मिठो मिठो बास्ना आइरहेको छ होइन।
मेन त खाएकै छैन यसरी यस्तरी खाएपछि नै हाम्रो राईहरूको फेरि यस्तरी खान्छ हामी खानेर पिउइन्छ त्यसरी हुन्छ कोही त आइसक्नु भएको छ अहिले ड्युटीबाट ह्याप्पी न्यू इयर सबैलाई के अरे चैत वैशाखमा जाडो लाग्यो हेर्नु न के भनेर होइन त्यही हो नि गाह्रो होइन सलाम वालेकुम यो आँखा दुख्छ्यायो के हुन्छ मैले भिडियो अनि अब राईहरूको आँखा चिम्सो हुन्छ लाइटले त आँखा छैन अब अर्को नेक्स्ट पनि यो चाहिँ क्यान्सर आएको स्पेसल है अरू सबैजना त्यो हो म चाहिँ यो हो फेरि बोतलबाटै हो भनेर चेयर्स ह्याप्पी न्यू इयर पहिला चाहिँ मेरो स्पेसल लेक यसो पनि हुँदो रहेछ भने त मिठै ठिकै बाहिर बेसमा को गर्नुहुन्छ तपाईँले मिस गर्नुभयो यो चिकन टोकेर खाएको छ यो भ्लगरहरू कहाँ यसरी खानेर नि दुष्ट गरेर भिडियोमा चाहिने तपाईँले नै भन्यो होइन स्वास्थ्यले खान दिँदैन भन्नु खान त नहुने क्या क्या लिस्ट आएको खानु पर्यो फेरि फेमस हुँदैन यतिकै राम्रो छ भन्यो नि आन्टी ह्याप्पी न्यू इयर बाबुले चाहिँ चेस भन्नु हाम्रो खानपिन लगभग सकिएको छ यस्तै यस्तै खान्छ सानोतिनो हड्डी खाइँदैन अलि यत्रै हो अरू त त्यस्तै त्यतिकै ढल्दैन नि मान्छेहरू म चाहिँ अब बेच परेँ मासु अघि लास्टमा मासु खानु न चपाउनु होइन उहाँ चाहिँ एकदम खानामा ध्यान यताउता केही छैन फोकस खाने भने कसरी हो खाँदाखेरि बोल्नु हुन होइन त्यस्तो एकदम कन्सन्ट्रेट भएर चाहिँ खानालाई ध्यान दिएर एकदम यसरी खायो भने च्यान लाग्छ नि त यो चाहिँ म है गर्नु तपाईँ पनि रमाइलो गर्नु सब्सक्राइब चाहिँ नगर्नु गर्नु हुँदैन यो भिडियो हेरेर लास्ट रिस उठ्छ भने त्यहाँ सब्सक्राइब गर्नुहोस् त्यहाँ एक ढ्याम मान्नु अनि बेल आइकन पनि थिचिहाल्नु रिस उठ्यो भने चाहिँ अरू त्यस्तै हो वेलकम ह्याप्पी न्यू इयर मेरो भ्लगलाई सकियो म त किन आइपुग्थेँ क्या मलाई दाइहरूको ठ्याक्क बाइकको टायर बिचरा फेरि बाटो त्यस्तै पहिरो दाइहरूलाई फेरि सही गर्नु पऱ्यो फेरि टायर म चाहिँ निस्किहाल्छु भनेको यो टायर पनि पछि पऱ्यो चाहनुहुन्छ हाम्रो बाहिर भएको दिदी भाइहरूलाई आज अलिकति पानीले उठ्यो उ गर्यो दुख्यो अब तर आज यो सालको अन्तिम यति नै हो भोलिदेखि त्यस्तो हुँदैन सेनापतिहरू नाच्छन् Everybody, I have become a better auntie, so let's look at everybody what they are doing. We are making TikTok. This part of making TikTok. यार सबैजना मेरो ब्लग हेर्दै हुनुहुन्छ मिस क्यान्सर राईको ब्लग हेर्दै हुनुहुन्छ प्रधानमन्त्री हुन्छ हाम्रो घरको प्रधानमन्त्री फोन प्रधानमन्त्री भन्दा कम आउँदैन थोरै आउँदैन कति फोन आएको जहिले फोन आउँछ यता हुनुहुन्छ हाम्रो आन्टीजी हेलो के छ भाइ तिम्रो खै डान्स नगर्ने आज यता मेरो माउन्ट एभरेस्ट एउटा उयो उठिरहेको छ क्या त्यसको लागि हो क्या यो भिडियो चाहिँ ठ्याक्कै सेम छ क्या माउन्ट एभरेस्ट है सेम मेरो त्यस्तै भइरहेको यहाँ उसको माथि को
यत्रो त्यो ठुलो भएको के अहिलेको लागि चाहिँ सबैजना चिल गरिरहेको छु होइन अहिले यसै खाजा स्न्याक्स खायो त्यसपछि ड्रिङ्क्सहरू गरेर बसिरहेको छु मैले चाहिँ अब त्यस पछाडि अब खाना बाँकी छ खाना खाएपछि हामी नाच्छु मलाई नाचेपछि घर जान्छ मलाई त्यति हो आज चाहिँ न्यू इयर इभ मात्रै हो न्यू इयर भएको छैन भोलि हो न्यू इयर चाहिँ हामी चाहिँ गेम खेल्नलाई भाउजू बिल्डिङ ब्लकबाट भाउजूको पालाबाट पुनम राई मिसेस गौतम राई गलिकन मेरो पारे अब म ग्यारेन्टीसँग भन्छु ढाल्यो भनेर एक एक ढाल्छ ढालेन म कहाँ ढाल्छु नि हो फ्युचरको इन्जिनियर अरे त चाहिँ च्याम्पियन मेरो हाम्रो अर्को भाइ उहाँ त राम्रै छैन म यत्रो सानो छु 10 इयर ओल्ड मात्रै के इयर ओल्ड मात्रै आर्टिस्ट बाह्र बज्न 1 मिनट बाँकी छ 1 मिनट बाँकी छ ल 1 मिनट बाँकी छ खाना खाइरहेको छौँ के होइन ह्याप्पी न्यू ठ्याक्कै 12 बजे है त हिजोदेखि भात खाएको आजसम्म खाइरहेको छु मेरो सम्पूर्ण नेपाली महानुभावहरूले ह्याप्पी न्यू इयर 1 वर्ष पुरो भयो नेपाली महानुभावलाई म त यसो 27 को पुग्यो न्यू इयरले खानु नि दिएन है पुग्यो ल टेक प्लिज हैन साच्चै भनेको मेरो चाहिँ साँच्ची हो भित्र मनले भनेको कुरा चाहिँ सिङ्गर नभएर एकदम राम्रो गरेको हैन तपाईले ठीक कुरा गर्नुभयो नत्र त मेरो त्यो गीतहरु कति च्यातेर फालेको मैले यता चाहिँ माथिको कन्भर्सेसन के हो माथि बसेको खल्तीले पनि गाइज ह्याप्पी न्यू इयर 2082 यु आर अवाइक आज चाहिँ नयाँ वर्षको दिन होइन ह्याप्पी न्यू इयर पनि के भन्नु हिजोको भिडियोमा भन्न सब भनेको रहेछ ह्याप्पी न्यू इयर 100 भन्दा धेरैचोटि त हिजोको भिडियोमा ह्याप्पी न्यू इयर भनेको छ होइन अहिले चाहिँ म र मेरो दिदी हुनुहुन्छ मेरो साथी के अरे मेरो दिदी साथी हामी दिदीहरूले मोमो बनाइरहेको छौँ होइन मोमो बनाउने मान्छे खास गरी मेरो दाइ गायब छ त्यसैले म बनाइरहेको छु यहीँ एउटा यस्तो राम्रो भएको छ यताबाटै बनाइसकेको यहाँ अनि यस्तो राम्रो मोमो बनाउन कसले आउँछ यार म बाइक होइन भनेर क्या अब फेरि भर्खर एकछिन ब्रेक बसेको होइन हात देखेर अब फेरि यस्तो के यस्तो होइन अब यसरी बनाउने पो हामी त यो मेरो पार्टनर चाहिँ यता बेल्नेमै पार्टनर फेरि एकदम गोलो छ है सेप चाहिँ हेर्नु त कति गोलो छ के अरे मेरो गल्ती नै आटा नै सानो छ कि आटा गल्ती अनि म चाहिँ फेरि मोमो बनाउने ड्युटीमै हाम्रो विदेशमा भएको दिदी बहिनी भाइ दाइहरूलाई के भन्नुहुन्छ छोरीहरू 2022 सालको सबैलाई शुभकामना सुखमय रहोस् यो सालभरि सबै तमाम फ्यामिलीभित्र सबै इष्टमित्र दाजुभाइ सबैलाई पनि राम्रो सुख शान्ति होस् है शान्ति होस् पछि भेटौँला एक दिन भेटिन्छ होइन माइलीसँग पनि अब सिजनमा पनि 2 वर्षपछि आएपछि फेरि रमाइलो गरौँला रमाइलो गर्नुपर्छ होइन अब दाइले हिजो पनि अनवाइड मात्रै भन्नुभएको छ राम्रो गर्नु मान्छे बनाउँदैछु अब यो 2082 सालको विजयदशमी नयाँ वर्षको आज सुरुवातमा मिस गरेका छौँ सबै चेलीहरूलाई जस शुभकामना नयाँ वर्षको होइन ह्याप्पी न्यू इयर हामीलाई पनि र सबैजनालाई है सबैजना सुख शान्ति यो चाहिँ नयाँ वर्षको मोमो आइसक्यो खानाको लागि रेडी यो आगोमा
ग्यासमा पकाएको भन्दा आगोमा पकाएको झन् तातो हुन्छ नि खाना भन्दा धेरै गफ गरिरहेको छ चाहिँ फेरि मलाई यो मैले पुरै भोगेको होइन मैले पुरो भोगेको ग्यासमा पकाएको भन्दा आगोमा पकाएको बढी पोल तातो हुन्छ क्या मैले पुरा अहिले चाहिँ मैले पिएचडी गरेको भने पिएचडी हो साथी यो चाहिँ मैले गफ गरेको चाहिँ होइन है फेरि भन्दाखेरि ग्यासमा पकाएको छ मात्नु भएछ आमालाई फिनिस हैन सानो नानीहरू है हाम्रो भर्खर साथ सिक्दै मेमोरेबल भाइब्सहरू छ यो गीतमा हाम्रो भ्लग चाहिँ यही सकेको अब धेरै भिडियो गऱ्यो भने भिडियो लामो हुन्छ होइन सबैलाई बाई 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 मेरो लागि भयो आइसक्यो होइन आइसक्यो सबै अब चाहिँ हामी 2000 सालको न्यु इयर मेरो भ्लग सक्यो है सक्यो फाइनल बाई 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 नयाँ वर्षको सबैलाई शुभकामना फेरि रिपोर्ट गर्ने च्यानललाई रिपोर्ट गर्ने